हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। म फेरि पनि आइसकेको छु एउटा नयाँ भ्लग लिएर। आजको भ्लग चाहिँ मदर्स स्पेसल भ्लग। आजको स्पेसल भ्लग चाहिँ लास्टसम्म हेर्नु होला है साथीहरू। आज मदर्स डे हो, आज एकदम रमाइलो पल होइन, आमाको मुख हेर्ने दिन। आज लास्टसम्म हेरेर मलाई सपोर्ट गर्न नबिर्सिनु होला साथीहरू। हाम्रो चाहिँ यहाँ रेडी हुन लागिसकेछ। एउटा त निबिसक्यो भाइ। ओइ भाइ छ्या साथीहरू देख्नु भयो के भयो? ल मुखैमा जल्न आएको भाइ। छ्या ल काट्यो भने काट्नु न। ह्यापी मदर्स डे साथीहरू। तेरिका थुप्रो बिगार्यो भाइ। साथीहरू ह्यापी मदर्स डे। यस्तो भूत बनाइदिनु पर्छ क्या साथीहरू। ल है मम्मीलाई मलाई लिन टालो लिन टालो यो तैँले यस्तो लगाइदिए पनि सब बिग्रिनु भयो। त्यो गाह्रो अझै छ भाइ यसमा। देऊ न एउटा के भाइ। टालो छ ल। बिस्तारै पुछ्दै एउटा त्यो ऐना दिएन। ल ल यहाँ ऐना छ, केही भएको छैन। अलिकति गोरो थियो त्यो अलिक कम भयो। यसो गर्नु पर्यो है। गिफ्ट केक केक खुवाइदिन्छु। काटिसके ल। खुवाएको मात्र भिडियो बनाइदिने हो। गममा खान्छ अरे अब। मेरो भाग छोडेर गममा खाने म खाइदिनु। साथीहरू यो चाहिँ मेरो सरप्राइज गिफ्ट है, पछि खोलेर हेर्नुहुन्छ। खै धन्यवाद भन्नुभयो। धन्यवाद ल। बर्थडे गिफ्ट जस्तो। के ल एकछिन साथीहरू यहाँ मम्मीले सरप्राइज गिफ्ट हेर्दै हुनुहुन्छ। खोल्नु पर्यो। कता हो खोल्नु त के दिनुभएछ? के होला त्यो? ए साडी पनि नचिन्नु हुँदो रहेछ है हजुरले। के थाहा त मलाई। ब्लाउज त यता देखाइदिनु सबै साथीहरूलाई कस्तो रहेछ। कस्तो लाग्यो हजुरलाई? राम्रो लाग्यो। राम्रो लाग्यो। ल फुलै झऱ्यो। अब अर्को गिफ्ट कता गयो? अर्को गिफ्ट गिफ्ट कता गयो होला नि। आएर त्यस्तो खासै राम्रो त छैन, त्यही पनि भरे पनि यसो खोतालेर हेरौँ न। हेर्नु के गिफ्ट रहेछ। यो चाहिँ के रहेछ? ल कहीँ कहीँ जाने बेला अब किन्नै पर्दैन ल हजुरलाई। यो हो यो हो रे उगारेन। साडी चाहिँ तिजमा लाउन तिजमा यो पूजा गर्ने बेलामा लगायो हुन्छ। ल तिजमा हुन्छ ल गिफ्ट कस्तो लाग्यो हजुरलाई? राम्रो लाग्यो? अब यहाँ मदर्स डे मनायो अनि यहाँ केक पनि खायो है। यहाँ यमी यमी छ साथीहरू। अब मदर्स डे मनायो, के गरौँ बिदै छैन। अब म चाहिँ 1-2 घन्टाको छुट्टी लिन्छु, सुरुमा हाजिर गर्छु अनि छुट्टी लिन्छु। छुट्टी लिएर मामा घर पनि जानु छ साथीहरू। हजुरआमाको नि म हेर्नै पर्यो, हजुरआमा पनि आमै हो होइन। त्यही कारणले अब म मामा घर पुगेपछि अफिसदेखिबाट आएपछि मामा घर गएपछि भिडियो कन्टिन्यू गर्छु। मामा घर आइसकेको छु, हेर्न सक्नुहुन्छ। यस्तो थकाइला साथीहरू, यता धाउने उता धाउने गरेर अब भित्र निक्लिन्छु। के गर्दैछन् अब सबैजना? यस्तो गर्मी पनि छ। ए भगवान्
पालो हेर्न सक्नुहुन्छ साथीहरू अब हजुरआमाको पालो मदर्स डे हजुरआमालाई खुवाइदिनु त ल के हो यिनीहरू हजुरआमा हाम्रो हजुरआमा ल मम्मीको तर्फबाट है हजुरआमालाई आमाको पालो फोटोसुट भइरह है सबैजनाको सबैको भात दर्शन भइरह के छ भात हेरौँ त मासु भात कस्तो लाग्यो मासु भात खाएर मदर्स डेमा मिठो लाग्यो सो साथीहरू म चाहिँ अहिले मामा घर आइसकेको छु कामहरू भ्याएर के कस्तो लाग्यो आजको भिडियो लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला ल यहाँ आउँदा बाई बाई गरिदियो बाई बाई बाई